फोटो मिलाइदिउँ कि फिर्ता बोलाइदैछ त एभ्रीवान वेलकम ब्याक टु माइ हेलो एभ्रीवान सबैजनालाई वेलकम छ मेरो ऱ्यान्डम ब्लगमा अनि फेरि पनि हजुर सामु अर्को फेरि भिडियो लिएर आइसकेको छु होप सबैजना सन्चै हुनुहुन्छ म चाहिँ अलिक बिरामी भएर भिडियो एडिट गर्न त अल्छी लागेको थियो मलाई अनि सो फाइनली मैले चाहिँ अलिकति क्लिप्सहरू जोडेर हालेको छु होप यु लाइक माई भिडियोज वाओ My turn. So making roti. English not bowling. Why mommy? Yeah boy. Nice okay. अच्छा गाउँमै राम्रो भाजी हो यस्तो डल्लो नै हटेन सबै मैले बनाएको गाइस यस्तो राम्रो कसले बनाउँछ रोटी इस्सा राईले बनाउँछ जोडियो त सब क्षमाको रियाक्सन धेरै राम्रो रोटी बनाएर हैन रियाक्सन राम्रै त छ नि गोलो गोलो भएको छ ए नपत्ताइ मैले बनाएको मैले बनाएको ए क्षमा चौ राम्रो भन्छ रियाक्सन मलाई फ्लप दियो आमामा ल अब निकाल्नु त निकाल्न चाहिँ टुक्रे भने कोही कस्तो भएछ गोलो थियो गाइस छ्यामालाई छुनु बित्तिकै भाँचेको है गयो भाँचेको छ्यामालाई छुनु बित्तिकै भाँच्यो यस्तो छैन मैले छुको है भोलि भाइटिका बना भाइटिका गर्ने ए मुसीको अवस्था यस्तो भयो अवस्था अलिक नाजुक छ एउटा कुरा भन्छु कि होइन यो होइन रोटी झन् मैले सजिलो बनाएको हो टुक्राउनु पनि पर्दैन होइन टुक्राएर खाने हो रोटी है भोलि दादालाई कसरी दिँदो रहेछ त्यो टुक्राएर दिनुपर्ने दादालाई अनि त्यो के मैले त सकिनँ गिभ अप पनि गरेको होइन के गर्नु छ्यामालाई लाज लाग्यो कि मलाई बनाउनेलाई भन्दा हेर्नेलाई लाज लागेर छ्यामा आफूले इन्डिङ गर्नुभयो छ्यामालाई मलाई त किन लाज झन् टुक्रा मिस्टेक गर्नेलाई लाज हुँदैन देख्नेलाई लाज हुन्छ के गर्नु जमाना खराब छ हेलो सबैजना म चाहिँ बिहानै उठेर सब्जी किन्न हिँडेको है म चाहिँ पसल आइसकेँ अनि त्यहाँपछि मैले के किनेँ भन्दा हेर्न सक्नुहुन्छ यो चाहिँ सबै मासुको लागि मसला पिन्दै हो मैले चाहिँ अनि अचार पनि बनाउने भने मासुभन्दा धेरै महँगो छ है यो सागको चाहिँ भिडियो गर्छ भने उठिहालेको के दादा कस्तो चलाक छ यतिको चलाक त त्यहाँ ढल्किरहनु लाग्छ पनि भन्नुपर्छ अनि Hello guys.
बस्ने यता पूर्व यता नि त यहीँबाट यसरी घुमाउँदा नि हुन्छ मेरो अन्डा ननिकाल हाय यो 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 ल छोराछोरीको आज सुरु भयो सुरु भयो मेरो अन्डा निकाल्नुहुन्छ क्या फेरि दादाकै पूजा गर्नेलाई तपाईँको त्यो अनुहार काट्दा मेरो भिडियो कटिन्छ कतिचोटि हो त थाहा छैन हुन्छ किन हुन्छ टिका लाउनु पऱ्यो तपाईँको त्यो फेस नि निकाल्छु म तिम्रो त्यो एक झ्याममा यो त फुट्नु त फुट्छ है एकसाथमा फुटाइदियो दादा चर्किने गरी फुटाएको त्यो चाहिँ त्यतिकै छोड्ने हो ए हो त्यो त फ्याल्ने भयो हो त्यो उसकोहरू लागि त्यतिकै राख्नु त्यो सगुनी खुवाउनु परेन मेरो दादा यसरी सही हेल्दी हुनु सबै नलागोस् मृत्यु सधैँ वरिपरि रहोस् छोराको छोरीको यो फोटो कति धेरै टिप टालेको छ क्या हो कालो टोपी लगाइदिउँ कि दादा भिडियोग्राफर छ्या सिक्नु पर्यो नि लगाइदिन्छ यो कसरी बनाउने मलाई ढेको टोपी मनै पर्दैन लाग्ने मेरो फेरि कपालको उयो छ त्यही भएर ठुलो ल्याइदिउँ नगर्नु म मेरो निधार त ठुलो जस्तो लाग्थ्यो त छ्यामाले फेरि अनुहार देखाउने भयो तिम्रो अनुहार यति राम्रो अनुहार चाहिँ देखाउँदा के हुन्छ त्यो नखुम्चाउनु न निदा माथि हेर्दाखेरि यस्तो हुन्छ क्या तपाईँले चाहिँ मेरो राम्रो भयो पनि कत्रो लामो नि वाउ त्यो अर्को त ल्याएन किनकि तपाईँ यस्तो यस्तो गर्नुहुन्छ त्यही भएर धन्यवाद भाग्यमानी के भन्छ छिटै पे गर्नु खै दाइलाई त अनि आशीर्वाद पनि दिएन मनैमा मनैमा मन्दिर छिट्टै के अरे
कमाएर मलाई अलिक धेरै दक्षिणा दिनु अनि त्यसपछि भाउजू ल्याउनु त्यही भन्नु ऊ रोटी खुवाइदेऊ यो त्यो उस फलफुल त अनि काटेर राख्नु म हाँस्नु बिर्नु अब दादालाई दिएको भ्लग नै भन्नु भएको त्यो न सानो यहाँ छ नि मेरो मलाई चाहिँ दिएर हुन्छ नि चक्लेट खाने म खान्न बचाएर थोरै खाऊ मलाई दिनु मलाई खाने पाए भाइ यो पायो खुट्टा ढोग्नुपर्छ मैले मैले कि कहाँ तिमीले हो मैले हो दादाले हो पर्दैन मैले यस्तो अलग्गै 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 बसेर गर्ने नि हुन्छ एक सेकेन्ड फोटो नि खिच्नु न खै फोटो त त्यसमै के त्यो सेतो सेतो छ नि तर फोटै बस्दैन खिचिरहेको हुन्छ के त्यसमा ए हो ए ल भइहाल्यो त्यो ल नाला चाहिँ खतरा छ है माला दामी भएछ राम्रो दिएको तपाईँलाई ए यो चाहिँ कस्तो मन पर्छ पर्दैन तर साट्नु मिल्छ राम्रै छ ल यताबाट पनि फोटो खिच्नु भिडियो नि फिट म त फोटो भनेको फोटो के छमा यो त अनुहारमै भएर त खै फोटो आयो कि आएन भिडियो हो एक मिनेट खै थालेको गाइस मलाई यति दियो छ नि अरू आउँछ छैन मलाई चाहियो धेरै ए त्यो देखाउनु पर्दैन र धेरै 500 लास नभएको हेर मागेको यस्तो नि बहिनी हुन्छ हुँदैन उठ्दो रहेछ है उर्ल्या उर्ल्या म भन्छु म्याम बत्ती मैसे बत्ती मार्नु हुँदैन हुँदैन नभरे 50,000 म त लिने हो के भन्नु 1 लाख भयो है अब त ए पर्दैन है त्यस्तो त ल यो अस्तिको बर्थडेको भयो 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 भन्दै लिँदो रहेछ है अनि के खानु म खुट्टाइ ढोक्दिन त यतिकै हैन छिटो भाउजू ल्याउनु भाउजू चाहियो भयो पुगेन है पुगेन है गाइस एकबाट सुरु भएको पनि यो मात्रै दिनु भयो दादाले यो त मेरै हो मलाई दिन लाग्यो दादाको फेरि पर्दैन मेरो खानाको तयारी हुँदैछ हाम्रो टिका चाहिँ सक्यो अब चाहिँ खाना दादालाई भोक लागेर के फिनिस भयो होइन टोपी जस्तो गर्नुहुन्छ है यो के काम नि ओ न मलाई खाना बत्ती दियो यो गनेको रे प्रभु मुखा जमी चाहिँ हाम्रो रेडी भइसक्यो ठिक्कै छैन अझै यो कसरी हेर्न भिडियो गर्दैन
नगर न हौ साह्रो चित्त दुखेको के दादालाई हेर्नु नि यहाँ पैसा धेरै दिएको रे ल फिर्ता पो लाँदैछ त अनि मेरो त्यो छिटो राख्नु त म सुतिरहेको थिएँ हेर्नु त यहाँ 500 मात्रै दिँदैछ